सबैभन्दा ठुलो रोग खोज्न गयो भने मनोरोगै हुनेछ, डिप्रेसन हुनेछ। अहिले हामीले जुन सुगर क्यान्सर भनिरहेका छौँ त्यसलाई पनि जितेर डिप्रेसनले ओभरटेक गर्नेछ भन्ने खालका प्रक्षेपणहरू आइरहेका हामी सुन्छौँ। यो बडा दुःखदायी कुरा छ। यसकारण चाहिँ यसमा हामीले समाजलाई, आफूलाई प्लस हाम्रा समाजलाई हामी बेलैमा आफ्नो ठाउँबाट सतर्क गराउन सकेनौँ र त्यो हिसाबबाट त्यो दिशामा पीडित भएका पीडितहरूलाई हामीले समयमा उद्धार गर्न सकेनौँ भने पछाडि चाहिँ हाम्रो समाज दुःखदायी समाज हुनेछ। भोलि हामी पीडादायी अवस्थामा गुज्रिनु पर्ने अवस्थाहरू आउनेछन् भन्ने खालको अनुमान गर्न सकिन्छ। त्यसकारण चाहिँ तर त्यतिमै हामी नडराउँ। हाम्रो अभियानहरू, यस्ता कार्यक्रमहरूले राम्रो सन्देश दिनेछन्। हामीले हरेक तह तक्करमा रहेर मनोरोगसँग जुधिरहेका व्यक्तिहरू अथवा मनोरोगसँग जुझ्न सम्भावित व्यक्तिहरू समाजका, त्यसलाई चाहिँ समयमा हामीले काउन्सिलिङ गर्न सक्यौँ, समयमा उपचारको बाटो देखाउन सक्यौँ, समयमा उहाँहरूलाई चाहिँ स्वस्थ बनाउन सक्यौँ भने पछाडि चाहिँ हाम्रो समाज तन्दुरुस्त रहनेछ, स्वस्थ रहनेछ र हामी सबै सकारात्मक बाटोमा, सकारात्मक कर्ममा हामी लाग्न प्रेरित हुनेछौँ र सक्षम हुनेछौँ भन्ने हामीले विश्वास लिएका छौँ। पहिलो कुरा हामीले मनन गर्नुपर्छ, बुझ्नुपर्छ। हाम्रो देश जहाँ जुन देशको युवा शक्ति, जनशक्ति जुन चाहिँ असाध्यै कर्मठ हुनुपर्छ, स्किलफुल हुनुपर्छ, स्वस्थ हुनुपर्छ। अझ हामी देखिरहेका छौँ, बगिरहेका छौँ, हाम्रो ब्रेन ड्रेन भइरहेको छ, देखिरहेकै छौँ। हुँदा हुँदा हाम्रो मसल्सहरू पनि ड्रेन भइरहेको छ तत्त मुलुकहरूमा। र अनि हामी जुन रहेका युवा पुस्ताहरू अनि कुलत, लागु औषध, दुर्व्यसनी, मादक पदार्थ दुर्व्यसनी लगायतमा लट्ठिएर त्यो जनशक्ति जुन मसल्स हो त्यो जनशक्ति त्यो प्यारालाइज हिसाबमा गइरहेको अवस्था हामी देखिरहेको छौँ। डरलाग्दो विषय। ब्रेन ड्रेन भयो, मसल ड्रेन भयो, भइरहेको पुस्ता, स्किलफुल पुस्ता चाहिँ अनि प्यारालाइज अवस्थामा गयो भने समाज कहाँ जान्छ? देश कहिले विकास होला? जबसम्म सक्षम जनशक्ति, जबसम्म स्वस्थ जनशक्ति, जबसम्म स्वस्थ युवा, सशक्त युवा समाजमा रहँदैन तबसम्म समाजको विकास, देशको विकास परिकल्पनाभन्दा धेरै टाढा हुन्छ, धेरै टाढा कुरा हो त्यो। त्यस कारण त्यो जनशक्ति असाध्यै कर्मठ हुनुपर्छ, असाध्यै सशक्त हुनुपर्छ भन्ने हामीले बुझेका छौँ, बुझ्नुपर्छ। र त्यसलाई जब मैले किन जोड्न खोजेँ भने जब कुलतमा फस्छ त्यो खालको जनशक्ति, त्यसले अन्ततोगत निम्ताउने मनोरोग हो, डिप्रेसन हो। त्यस कारण चाहिँ हामी त्यसलाई कसरी रोक्न सक्छौँ भन्ने हिसाबबाट असाध्यै सजग हुनुपर्ने समय आएको हो कि भन्ने हामीलाई लाग्छ।